आजको मौसम अपडेट शनिबार 2082 चैत 7। जल तथा मौसम विज्ञान विभाग र प्राप्त मौसमी तथ्याङ्क अनुसार आजको मौसम अपडेट यस प्रकार छ। मुख्य मौसमी अवस्था। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। यसले गर्दा देशका विभिन्न भागमा मौसममा परिवर्तन देखिएको छ। आजको पूर्वानुमान। तापक्रम। आजको अधिकतम तापक्रम 23 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस रहने अनुमान छ। वर्षा र बादल। कपिलवस्तु लगायत देशका धेरैजसो भूभागमा आज दिउँसो वर्षा हुने उच्च सम्भावना 91% छ। आकाश सामान्यतया बदली रहनेछ। हावाहुरी र चट्याङ्ग। बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र असिनासहित हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। हावाको गति। पूर्व दिशाबाट करिब 5 mph को गतिमा हावा चल्नेछ। भोलिको अवस्था। आइतबार पनि पहाडी र हिमाली भूभागमा बादल लाग्ने र तराईका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। विशेष सूचना। वर्षा र हावाहुरीको सम्भावना रहेकाले बाहिरी काममा निस्कदा सावधानी अपनाउनुहोला।